मेरो नाइट शिफ्टको ड्युटी अरू यो वाला टाइम भएछ 3:45। फेरि सबै मेरो नेपाली दाजुभाइलाई मेरो नमस्कार र अझ एउटा सानो भिडियोमा अलिकति सानो एउटा जानकारी दिउँ भनेर किनभने आज चाहिँ म एकदम अलिकति खुसी छु। फेरि अझ एउटा मेरो स्यालेरीको डे हैन। अब यो स्यालेरी चाहिँ अब सेप्टेम्बरको हो मेरो स्यालेरी र अब यसमा चाहिँ म तपाईँलाई भन्छु कति चाहिँ हाम्रो एउटा मतलब एउटा 30 दिनको तपाईँले पिएचबिडीमा तपाईँले गर्नु भएको छ भने ड्युटी चाहिँ त्यसमा चाहिँ कति बनिन्छ पिएचबिडीमा जो कि छ त आबुधाबीमा, दुबईमा होइन, सिराको होइन। सिरा र पिएचबिडीमा चाहिँ कन्फ्युज नहुनुहोस्, दुईटा अलग अलग ठाउँको हो। सिरा भन्ने दुबईमा छ र पिएचबिडी चाहिँ आबुधाबीमा। त म पिएचबिडी को त पिएचबिडी को कति स्यालेरी चाहिँ बनिन्छ भन्दाखेरि चाहिँ अब त्यो चाहिँ म भोलि तपाईँलाई बिहान गएर देखाउँछु। तर अहिले चाहिँ अब एउटा सानो इन्फर्मेसन चाहिँ के दिउँ भन्दाखेरि जस्तो एउटा भाइले चाहिँ पठाएको रहेछ, हिन्दीमा छ त्यो चाहिँ, त्यसमा मेसेज चाहिँ मलाई पठाएको रहेछ भन्दाखेरि उनीहरूले सोध्नु भएको छ मलाई कि पिएचबिडीमा जबको लागि -2 पावरको चस्मा छ भने के प्रब्लम हुन्छ कि हुँदैन, मतलब ट्रेनिङ र ड्युटीको टाइममा। त साथीहरू यसमा चाहिँ म के भन्छु भन्दाखेरि केही पनि प्रब्लम हुँदैन यसमा। -2 चस्मा कुनै बहुत ठुलो एउटा मतलब प्रब्लमवाला बात होइन र -2 को चस्मा लगाउने र ड्युटीमा जाने र ट्रेनिङमा पनि मसँग थियो र थुप्रै मान्छेहरू छ यस्तो मैले हेरेको छु, मसँग पनि थियो जो हाम्रो ट्रेनिङमा थियो र ट्रेनिङ पनि पास गरेर पनि अहिले एक साल तिनीहरूको मतलब जबको भइसक्यो, किनभने तिनीहरू मसँगै छ। अब एकदमै नदेखिने खालको त्यस्तो चाहिँ नहोस्, केही छैन प्रब्लम। त यसलाई म हिन्दीमा चाहिँ कसरी भन्छु भन्दाखेरि प्रसून भाई कोई प्रॉब्लम नहीं है, आपका -2 का चश्मा है, कोई दिक्कत वाली बात नहीं। पीएचबीडी में यहाँ पे बहुत सारे ऐसे मेरे साथ भी काम में थे, ट्रेनिंग में भी थे, जिन्होंने ट्रेनिंग सक्सेसफुली कंप्लीट भी किया, पास भी हुए और मेरे साथ वो अभी वो जॉब में है, कर रहे हैं अभी ठीक ठाक बढ़िया, कोई दिक्कत नहीं है। तो -2 का चश्मा अगर आपका है तो कोई प्रॉब्लम नहीं है, आप टेंशन मत लीजिए। तो एक छोटा सा एडवाइस मैं क्या देना चाहता हूँ आपको कि अगर आप आ रहे हो प्रसून भाई तो एक मतलब एक स्किल सीख के आइए, एक मतलब आप अपने आप को एक अपग्रेड करके आइए। कंप्यूटर नॉलेज आपको होना चाहिए, ठीक है। उसके बाद वीडियो एडिटिंग आपको अगर शौक है तो बहुत अच्छी बात है, बहुत अच्छा यहाँ पे आपको चांसेस मिल जाएंगे आपको अदर जॉब के लिए। ड्राइविंग लाइसेंस पक्का लेके आइएगा, चाहे वो 4 व्हीलर हो या 2 व्हीलर हो, पक्का लेके आइए, बहुत आपको हेल्प करेगा ड्राइविंग लाइसेंस के। और आपके पास अगर इंग्लिश आपको अगर बोलनी आती तो बहुत ही बेस्ट है, तो बहुत ही अच्छा आपका एक प्लस पॉइंट हो जाएगा अगर आपको इंग्लिश आती है। अगर नहीं आती है तो मैं प्रसून भाई मैं आपको ये बोलूँगा कि आप मतलब इंग्लिश को आप थोड़ा अपग्रेड करके आप आइएगा, ये बहुत ज़रूरी है दोस्तों। इंग्लिश अगर आपको आ रही है तो बहुत अच्छा आपको यहाँ पे लोकेशन और जॉब अपॉर्चुनिटीज आपको मिल जाता है यहाँ पे, ठीक है। और आना है तो फिर पीएचबीडी में ही आना, ठीक है, सिरा में नहीं आना, क्योंकि 12 घंटे का ड्यूटी वहाँ पे भी है और 12 घंटे का ड्यूटी यहाँ पे भी है। लेकिन इसमें फ़र्क कितना पड़ जाता है कि मतलब पीएचबीडी में आपको एक अच्छा सैलरी आपको मिल जाता है यहाँ पे आबुधाबी में। तो ठीक है, आपने मेसेज किया उसके लिए बहुत बहुत धन्यवाद आपका। साथीहरू अझ एउटा मेसेज पठाएको छ मलाई, त्यो चाहिँ नेपाली दाइले पठाएको रहेछ, केविन भुसेल भन्ने दाइले पठाउनु भएको रहेछ। त्यो उसले चाहिँ लेख्नु भएको छ, एप्रिसिएट गरेको छ कि स्किल हुनु बहुत जरुरी छ, सिप सिक्नु बहुत जरुरी छ भनेर। त दाइलाई म एप्रिसिएट गर्छु कि तपाईँले मेसेज गर्नुभयो मलाई, मेरो भिडियोलाई तपाईँले एप्रिसिएट गर्नुभयो, त्यसको लागि बहुत बहुत धन्यवाद। र साथीहरू तपाईँहरूलाई पनि रिक्वेस्ट छ केही कमेन्टहरू होइन तपाईँको के आइडियाजहरू छ भने मलाई भन्नुहोस्, त्यसमा म आफ्नो तर्फबाट रिसर्च गरेर तपाईँहरूलाई एन्सर दिने र तपाईँको क्वेरिज म दिने पुरा प्रयास गर्नेछु म। त ल साथीहरू अब नाइट शिफ्टको ड्युटी यस्तै हो, राति होइन, अब छलङ्गै काट्नुपर्छ, झिलिमिली हुन्छ राति त होइन, ठिकै छ, राम्रै हो, केही छैन प्रब्लम। लास्ट भिडियो पनि मैले थुप्रै कुराकानी यसमा गरिसकेको छु, त्यो गएर हेर्नुहोस् होला। अब एकछिनमा मेरो 5 बजीतिर गाडी आउँछ र गाडी आइसकेर त्यहाँबाट फेरि सबभन्दा पहिला काम पुगेर एटिएम त्यहाँबाट फेरि आफ्नो पेमेन्टहरू चेक गरेर म तपाईँलाई भन्छु कति आएको छ मेरो 30 दिनको स्यालेरी पिएचबिडीमा। ल त्यसो भए लागौँ। लो साथीहरू अब आइपुगेँ म यहाँ आफ्नो नाइट शिफ्ट तुरेर। 12 घन्टा लाग्छ, 12 घन्टा नाइट शिफ्ट, 2 घन्टा जानु र 1 घन्टा आउनुको। त साह्रै एकदमै थकावटवाला काम हुन्छ साथीहरू, एकदम वाक्कै दिक्कै लागेर आउँछु कहिले कहिले। तर आज चाहिँ स्पेसल डे हो मेरो लागि, किनभने आज चाहिँ हो मेरो स्यालेरीको डे। त अब हेरौँ गएर अब स्यालेरी चाहिँ कति आएको। पेमेन्ट मेरो स्यालेरी
त पिएचबिडीमा चाहिँ स्यालेरी त्यति आउँछ, अब त्यति 3400 स्क्रिनमा देखाएको थियो स्यालेरी, तर डल्लै स्क्रिनमा देखाएको स्यालेरी चाहिँ त्यो मेरो स्यालेरी होइन, अलिकति पैसा अलरेडी थियो त्यसमा। मेरो स्यालेरी चाहिँ 3209 दिएर मेरो स्यालेरी आएको छ। अरू टोटल मेरो स्यालेरी बनिन्छ 3259 रुपियाँ। त 50 दिरहम चाहिँ त्यसमा मेरो लन्ड्रीको काट्छ साथीहरू। त 50 दिरहम लन्ड्रीको काटेपछि बाँकी 3209 एकदम ठ्याक्कै मेरो स्यालेरी पेमेन्ट आएको छ योपालि। 3209 दिरहम भनेको साथीहरू तपाईँ क्यालकुलेट गर्नु आफ्नो कन्ट्रीको करेन्सीको हिसाबले कति कति हुन्छ होइन। 3209 दिरहम अब इन्डियाको हिसाबले हेर्नु पर्यो भने त तपाईँको कमसेकम 70-72 हजार होइन। त इन्डियाको करेन्सीको, अब नेपालको त अलिक कम नभए धेरै नै पुग्छ, 90-95 हजार जस्तो नि पुग्छ। त साथीहरू अब यो हो, अब पिएचबिडीको सिक्युरिटी गार्डको त्यसमा चाहिँ पिएचबिडीमा चाहिँ तपाईँले आउनु सक्यो भने चाहिँ तपाईँलाई धेरै राम्रो हुन्छ साथीहरू। सिरा भन्दा त पिएचबिडीमा आएको धेरै राम्रो। पिएचबिडीमा अब हुनसक्छ कि तपाईँहरूको आउने बेलामा चाहिँ अब लगानी पनि तपाईँले धेरै तिर्नु पर्ला। तब जब मेरो सेलेक्सन भएको थियो तब पिएचबिडीको त्यसमा कम्पनीमा त पैसा पनि बढी नै लिएको थियो अलिकति, नभने पनि कमसेकम 30-40 हजार हाम्रो बेसी नै लियो। किनभने सिराको पनि थियो, तर सिराको लागि चाहिँ अलिक कम्ती नै थियो, 1,20,000 कि 30 हजारमा सम्ममा। मतलब मेरो टाइममा चाहिँ पिएचबिडीको लागि 1,70 मागेको थियो। त मेरो अब पुग्यो, मतलब झन्डै 2 लाखसम्म पुग्यो अब यतातिर गएर डकुमेन्टेसनहरूमा होइन। अरू त्यही पनि मैले अर्को स्टेटमा गएर, आफ्नो इन्डियाको अर्को स्टेटमा गएर मैले दिएको थिएँ। त अलिकति त्यसमा पनि खर्चहरू भयो, लगभग मतलब 2 लाख जस्तै मेरो खर्च भएको थियो पिएचबिडी सेलेक्सनको लागि चाहिँ। र अलिकति सोच विचार गरेर अब तपाईँले सेलेक्सन गर्नु होला कि मतलब सिक्युरिटी गार्डमा तपाईँले आउनुहुन्छ भने त सिक्युरिटी गार्डको मा पनि तपाईँ पिएचबिडीमा चाहिँ आउनु सक्नु पर्यो तपाईँहरूले। र अझै एउटा साथी कुराहरू म के आफ्नो तर्फबाट भन्नु चाहन्छु भन्दाखेरि साथीहरू, तपाईँहरू अलिकति नि सिप होइन, अलिकति तपाईँहरूको स्किल के छ तपाईँकोमा, सिप सिक्ने बहुत जरुरी छ साथीहरू। एकदम यहाँ म आएर बहुत पछताउँदैछु साथीहरू। मैले आफ्नो स्कुलको टाइममा, मतलब आफ्नो कलेज त मैले गर्नु पाएन, तर स्कुलको टाइममा होइन, अब स्कुलको बाद पनि अब मलाई त्यस्तो मैले टाइमहरू वेस्ट गरेँ। बहुत मलाई पछतावा हुन्छ कहिले कहिले कि मतलब किन मैले त्यस्तो मतलब सिप होइन, स्किलको नाममा मेरोमा केही छैन। आमाले भन्थ्यो ड्राइभिङ सिक लाइसेन्सहरू निकाल भन्थ्यो आमाले आफ्नो मतलब इन्डियामा हुँदाखेरि, तर त्यतिखेर ध्यान दिइनँ। अब अहिले यहाँ आएर पछताउँदैछु। अब अहिले यहाँ आएर चाहिँ अब अलिकति डबल ट्रिपल नै भनौँ न होइन, पैसा तिरेर ड्राइभिङ लाइसेन्स निकाल्नु पर्ने मेरो यस्तो अब स्थिति आएको छ। अरू ड्राइभिङ लाइसेन्स निकाल्नु किन जरुरी छ भन्दाखेरि साथीहरू, ड्राइभिङमा चाहिँ अब तपाईँहरूको सिक्युरिटी गार्डको भन्दा नि बेसी कमाइ छ तपाईँले खट्नु सक्यो भने चाहिँ ड्राइभिङको फिल्डमा। त आबुधाबीमै म यहाँ कतिवटा सिक्युरिटी गार्डमा ड्युटीमा हुँदाखेरि कतिवटा नेपाली ड्राइभरहरूसँग मैले कुराकानी गर्दाखेरि चाहिँ साथीहरू मैले चाल पाएँ यो कि ड्राइभिङमा चाहिँ अलिकति बढी नै पैसा रहेछ, तर तपाईँले खट्नु सक्नु पर्यो। त अब हेर्नु साथीहरू, खट्नुको लागि नै आएको हो, त अब खट्नुको अलावा अरू कोही यहाँ अप्सन छैन। त अब सबभन्दा मेन कुरो साथीहरू कि त्यही हो सिप र तपाईँको स्किल। ड्राइभिङ लाइसेन्सहरू होइन, तपाईँको 4 व्हिलर होस् कि तपाईँको 2 व्हिलर होस्, सबैको चाहिँ लिएर आउनुहोस् तपाईँहरू, बनाएर आफ्नो उतारेर लिएर आउनु। र तपाईँले जब यता आएर तपाईँ बनाउनुहुन्छ त्यसमा तपाईँको पैसा कम्ती लाग्ने तपाईँको चान्सेस हुन्छ साथीहरू। त साथीहरू अब हेर्नुहोस् थुप्रै कुराकानीहरू छ, तर अब समय अब त्यस्तै छ। अब नाइट सिफ्टको ड्युटी दिएर आएको छु हो, अब थाकेको हुन्छु, आँखा पनि एकदम बडा मुस्किल आँखा खोलेको साथीहरू। आज मेरो स्यालेरीको दिन थियो भनेर अब म त्यहाँ एटिएमसम्म गएर आएर चेक गरेर आएँ, होइन भने त म यतिखेर सुतिसक्छु साथीहरू। अब टाइम म्यानेजमेन्ट र टाइमको चाहिँ अलिकति भ्याल्यु चाहिँ यहाँ सिक्युरिटी गार्डमा आएर बुझ्यो साथीहरू। र ठिकै छ साथीहरू, अब धेरै कुराकानीहरू भयो। अब सुतेर अब फेरि त्यहाँबाट जिमको लागि र जिमबाट फेरि ड्युटीको लागि तयार भएर ड्युटीमा पुग्ने हुन्छ। ल ठिक छ, त्यसो भए भेटौँ अब सिधा ड्युटीमा।